पहाडी प्रदेशले नेपालको कुल भूभागको 68% क्षेत्रफल ओगटेको छ। यो नेपालको 3 भौगोलिक विभाजनमध्ये सबैभन्दा ठूलो प्रदेश हो। सम्बन्धित जानकारी 3-5 समान वा तुलनायोग्य वस्तुहरू छोटकरीमा तुलना सहित। नेपाललाई मुख्यतः 3 भौगोलिक प्रदेशमा विभाजन गरिएको छ, जसको क्षेत्रफल र विशेषताहरू निम्न प्रकार छन्। हिमाली प्रदेश यो नेपालको उत्तरी भागमा अवस्थित छ र देशको कुल भूभागको करिब 15% क्षेत्र ओगटेको छ। यो समुद्री सतहबाट 3000 मिटरभन्दा माथि उचाइमा रहेको हिउँले ढाकिएको र अग्ला हिमशिखरहरूले भरिएको क्षेत्र हो। यहाँ जनसङ्ख्या घनत्व कम छ र यसमा 21 वटा जिल्लाहरू पर्दछन्। पहाडी प्रदेश यो हिमाली प्रदेशको दक्षिण र तराई प्रदेशको उत्तरमा पर्छ। यो प्रदेशले नेपालको सबैभन्दा ठूलो भूभाग अर्थात् 68% ओगटेको छ। यसको उचाइ समुद्री सतहबाट 600 मिटरदेखि 3000 मिटरसम्म छ। नेपालको केन्द्रीय राजधानी काठमाडौँ लगायत अग्ला होचा पहाड, टार, बेसी र उपत्यकाहरू यसै प्रदेशमा रहेका छन्। यसमा 35 जिल्लाहरू समावेश छन् र सन् 2078 को जनगणना अनुसार नेपालको 42.25% जनसङ्ख्या यहाँ बसोबास गर्दछ। तराई प्रदेश यो नेपालको सबैभन्दा दक्षिणी भागमा अवस्थित समथर भूमि हो, जसले देशको कुल भूभागको 17% क्षेत्र ओगटेको छ। यसको उचाइ समुद्री सतहबाट 70 मिटरदेखि 600 मिटरसम्म छ। कृषि उत्पादनका लागि उर्वर भएकाले यसलाई नेपालको अन्न भण्डार पनि भनिन्छ। सन् 2068 को प्रतिवेदन अनुसार नेपालको कुल जनसङ्ख्याको 50.27% जनसङ्ख्या तराईमा बसोबास गर्दछ। रोचक तथ्यहरू 1-2 रमाइला तथ्यहरू। नेपालको कुल क्षेत्रफल 1,47,181 वर्ग किलोमिटर छ, जुन विश्वको कुल भूभागको 0.03% र एसिया महादेशको 0.3% हो। पहाडी प्रदेशमा चुरे पर्वत श्रेणी, महाभारत पर्वत श्रेणी र मध्यवर्ती भूमि गरी 3 मुख्य श्रेणीहरू रहेका छन्। एक पंक्ति सारांश छोटो र स्पष्ट। नेपालको पहाडी प्रदेशले देशको कुल क्षेत्रफलको 68% भूभाग ओगटेको छ, जुन भौगोलिक विभाजन अनुसार सबैभन्दा ठूलो हिस्सा हो।